नमस्ते वेलकम ब्याक सबैजनालाई फेरि पनि मेरो अर्को भ्लगमा होइन। सो अब चाहिँ धेरै पछि आएको छ यो नयाँ भ्लग चाहिँ। अनि यो भ्लग चाहिँ अहिले हामी गाउँमा छौँ है, गाउँमा आएको छु। भयो 3 दिन जति भयो होला हामी गाउँमा आएको। अब आजदेखि चाहिँ हाम्रो घरमा पूजा छ होइन, पूजा छ हाम्रो छोइ पर्ने। अब यताउति गर्दाखेरि होमसोम गर्ने होइन, धेरै टाइम लाग्छ, लामो छ। सो यहाँ चाहिँ अहिले हामी पुरै लामाहरू बस्नलाई होइन, अनि त्यहाँबाट अब भगवान्को मूर्तिहरू राख्नलाई अनि छोइ पर्नको लागि लामालाई ठाउँ बनाइरहेछौँ। अब लगभग सबै कुरा रेडी भइसकेको छ होइन। अब चाहिँ हामी माथि छोइ लिनलाई जान्छौँ है। सबै रेडी भइसकेको छ यहाँ चाहिँ। सो आजदेखि चाहिँ पूजा सुरु हुँदैछ। सो हामी चाहिँ अहिले लामा घरमा आएको छौँ, जुन छोइ चाहिँ हामी लिन आएको छौँ है। छोइ लिएर अनि अब घर जान्छौँ। ल लामाहरू पनि आइपुग्नु भएको छ अब चाहिँ होइन। अब चाहिँ यो छोइ लिएर हामी तल घरतिर जान्छौँ। छोइ थोड़ी वाले छोइ थोड़ लो बोले वो heb त तोपे लो के सम्बन्ध लम्जे लो त। अब चाहिँ चट्ट छोइहरू तलतिर लाँदैछ होइन। अनि अब उता घरमा लगेर राख्ने हो। अनि त्यसपछि चाहिँ त्यहाँ पुरै पूजाहरू टक्क सुरु हुन्छ। लामाहरू पनि आइपुग्यो। अब चाहिँ सबैजना अब चाहिँ पूजा सुरु हुँदैछ कडा। अब कति दिन भन्दाखेरि 3-4 दिन चाहिँ मस्त पूजा हुन्छ। अनि त्यसपछि अब लास्ट दिनमा चाहिँ अलिक भोजहरू गर्ने यताउति हुन्छ, त्यस्तै हो। चट्ट खानासाना पाक्दैछ यतातिर चाहिँ होइन। चट्ट किचन हो।
अनि भन्ने चाहिँ फेरि यसो पैसै दिनुपर्छ भनेपछि अब कसैलाई पानी दिए पनि भयो होइन अब ठाउँ नहुने मान्छेलाई अब आज एक दिन बाँचिदियो भने बाँचिदिए त्यो पनि दानै हुन्छ राम्रो बोल्दा पनि होइन मेरो अब बुद्धले चाहिँ अब यस्तो भनेको छ अब अनि दोस्रो चाहिँ के भनेको छ भने शिला पारमिता भन्छ क्या सुल्टुम के फर्लुचुम भन्छ त्यसमा चाहिँ के छ हाम्रो चाहिँ 10वटा अकुशल कर्म नगर्नु भनेको छ 10वटा चाहिँ मनबाट पाप नचिताउनु होइन अरूले नराम्रो नसोच्नु अनि अरूको हित हुने काम सोच्नु पऱ्यो होइन अनि मनबाट कसैको धन छ भने होइन त्यो मेरो पाप पाएँ त भन्ने खालको हुन्छ नि त त्यस्तो सोच्नु नप्से पनि भन्छ होइन लोकता भनेर चाहिँ बुद्धले भनेको चिज चाहिँ ओ यो त होइन होला भन्ने खालको होइन मिते दृष्टि त्यो पनि त्याग्नु पऱ्यो अनि बुद्धले चाहिँ हामीलाई बुद्धलाई उहाँलाई केही पनि चाहिँदैन हामीलाई आफ्नो छोरालाई भन्दा नि बेसी माया छ होइन यो संसारमा मान्छे चाहिँ यो दुःखबाट चाहिँ कसरी मुक्त होस् भन्नेले चाहिँ यसरी बताउनु भएको अनि मुखबाट चाहिँ अब डाँट्ने होइन डाँट्नु भएन अनि सिधा यो सत्य बोल्नु पऱ्यो मुखबाट जुन ठाउँमा भनेर चुग्ली लगाउन अरू एकजना मिलेको छैन भने त्यसरी फटाउने होइन एउटा कुरा उता सुनाएर यता सबै फटाउने काम पनि गर्नु भएन चुग्ली लगाउनु ठाउँमा सिक्छु भन्छ होइन ठाउँमा भने चाहिँ अब झुल सिक्छु भने चाहिँ अब अपशब्द भन्छ नि अप्रिय वचनहरू पनि अर्को गर्नु भएन अनि राम्रो बोल्ने नि त होइन बोल्ने त सकेसम्म राम्रो बोल्नुपर्छ अनि नकेल भने चाहिँ अब कुनै चाहिँ अब त्यतिकै केहीसँग अर्थ नभएको कुरा के त्यति गफ गरेर टोलेर बस्छ नि त त्यस्तो पनि नगर्नु अरे अब केही सम्बन्धित कुरा गर्नु अरे होइन अनि शरीरबाट चाहिँ अब यस्तो प्राणीहरूको हिंसा काटमाट नगर्नु भनेको छ यसमा चाहिँ धेरै मान्छेले यसो भन्छ फेरि हामी त बारी काम गर्नु पऱ्यो मरिहाल्छ नि मारिहाल्छ नि कसरी हुन्छ र भन्छ होइन तर बुद्धले भनेको चाहिँ विशेष गरेर चाहिँ त्यो पञ्चशील भजन मान्छे नमान्नु भनेको छ विशेष गरेर चाहिँ मान्छे हत्या नगर्नु भनेको छ अहिले चाहिँ हाम्रो अब घ्याप्सो फाल्ने कार्यक्रम सुरु हुँदैछ एकछिनमा सुरु हुन्छ आज चाहिँ हाम्रो पूजाको थर्ड डे होइन डे 3 अनि पूजा पनि मजाले हुँदैछ राम्रोसँगै है अनि दिदीहरूको चाहिँ आज रोटी पोल्ने भनिरहेको छ त्यही भएर हामी चाहिँ दाउरा लिन जाँदैछु 4-5 जना केटाहरू चाहिँ यहाँ दाउरा लिन जानु लाग्यो होइन माथिपट्टि जङ्गलमा होइन जङ्गलमा पनि बाहिरमा होइन घरमै ल्याएर राखेको थियो माथि भेना घरबाट चाहिँ अब यता दिदी घरतिर लानु पऱ्यो अनि त्यहाँबाट रोटी सोटी पोल्नुपर्छ आज अनि सो अब धेरै दिन छैन पूजाको लागि यहाँ केटाहरू डोको बोकेर हिँडिरहेको छ सर्ट लाएर ठाउँ चाहिँ जाडो खालको छ अहिले होइन मौसम चाहिँ तर उकालो ओह्रालो गर्दा वाइल्ड गर्मी भइरहेको छ कि अहिले चाहिँ त्यसमाथि पानी पनि छैन हामी चाहिँ अब यहाँ पानी घट्टातिर आइपुग्यो पानी घट्टा कस्तो हुन्छ भने तपाईँहरूले देखाएको छैन भने चट्ट लगाएर देखाइदिन्छु मैले होइन त्यहाँ छ ल यो चाहिँ पानी घट्टा होइन चट्ट समीरले बोके त ल तैँले टाउकोमा पनि मिलायो डोरी एकपट्टि गएर छ नि तेरो टाउकोले मिलेको छैन ल भयो भएन लास्ट सानो ढाडै यस्तो सिधा निधारमा राख्न नाम्लो निधारमा राख्न यो नाम्लो छोटो भएछ त्यो नाम्लो त
यो बाङ्गो भयो नि त नामले फेरि बोक्नु नजान्ने रहेछ अनि काउनु नपाएको बोक्ने अहिले बोकिहाल्छ त्यो नि बाङ्गो बाङ्गो तैँले पनि टाउकोले मिला क्या यतापट्टि तैँले बढी गरेर छ यता हो भएको छैन ठिक्क छ हिँड 1-2 पाइला चलो भाई देखो अब मैं क्या करता हूँ ठिक छ तल गयो यहाँ तल गयो हो त्यहाँ हो त्यो माथि नै गर्ने होइन त्यो माथि गऱ्यो भने त अनि म चाहिँ लाग्नु पर्यो हालुङ्गो त छ नि छैन झार छैन मैले जाने भयो अब चाहिँ एक कोटी भारी भयो क्या खै यहाँ राख्दा मैले बोकेर हेरौँ एकछिनै अन्डरै रातो भइसक्यो भयो गऱ्यो भयो यसरी हिँड्नुपर्ने हो निहुरेर हिँड्न त नि ठाडो परेर हिँड्छ बाटोमा घोटाउलै तैँले कसले हालिदिन्छ ओ 3 जना सँगै डबा यसलाई चाहिँ अघिको दाउरा ठुलो भयो अरे भारी होइन त्यो अर्को भारी दिएको यसलाई चाहिँ यो पनि पहिले माथि तार्छ है माथि तार्छ माथि तार्छ निहुरे अलि निहुरेर आइज अलिकति अझै निहुरे यति चाहिँ ठिक छ अले ढाताला भयो उसले बोक्छ भने आधी बाटो पछि म बोकिहाल्छु ठिक छ यतिको कि थप्ने वेट थपे हुन्छ म फेरि थपे चट्ट यहाँ हामी चाहिँ दाउरा लिएर आधी बाटो आइपुग्यो होइन चट्ट यहाँ घटामा छ हामी चाहिँ पानी घटा होइन केटाहरू मुखसुख धुने गर्दैछ पसिना पसिने भयो यो चाहिँ हाम्रो दाउरा होइन टक्क लाएर दाउरा बोकेर आएको छ केटाहरू चाहिँ वाइल्ड तर ओह्रालो पनि उकालो पनि गएर लास्ट गाह्रो भएको थियो क्या तर यहाँ केटाहरू चाहिँ घटामा खेल्न आयो यहाँ के गर्नु लाग्यो फेरि यिनीहरूले सबै हेर्नु गयो नि यहाँ चाहिँ घट्टा पानी घट्टा होइन ल चट्ट घुमिरहेछ घट्टा चट्ट हामी चाहिँ होइन भारी बोकेर जाँदैछौँ रेस्ट सेस्ट गऱ्यो एकछिन अब चाहिँ धेरै छैन आधा जति छ घर पुग्नलाई अब उतै पुगेर भेटौँला भोलि चाहिँ हाम्रो लास्ट डे हो होइन त्यही भएर अनि आज चाहिँ हामी यसो तरकारीहरू केलाउने काट्ने गरेर राख्छौँ अनि भोलि हामीलाई पकाउन सजिलो हुन्छ पाहुनाहरू पनि धेरै आउनेछ भोलि चाहिँ वेलकम आज चाहिँ लास्ट डे हो हाम्रो पूजाको होइन आज चाहिँ पूजा पनि सकिन्छ लास्ट डे अनि पाहुनाहरू पनि आउँछ आज पाहुनै खानासाना बनाइसकेको छ पलाएर
देवतां भद्रकस्मारे स्वाहा देवतां भद्रबिल्वाय स्वाहा अग्नि देवतां भद्रबिल्वाय स्वाहा अग्नि देवतां भद्रबिल्वाय स्वाहा अग्नि देवतां भद्रबिल्वाय सो अब चाहिँ पूजाको अन्तिम आइपुगिसकेका छौँ हामी। अब सकिनै लाग्यो होइन। यसपछि चाहिँ हामी अब फेरि यो छेउहरूलाई लगेर माथि गुम्बामा जानुपर्ने हुन्छ। जहाँबाट ल्याएको थियो त्यहाँ हामीले चाहिँ लगेर राख्नुपर्ने हुन्छ यो छेउ चाहिँ।